नमस्ते सबैजनाहरूलाई चाहिँ मैले आज तपाईँहरूलाई चाहिँ सप्त गण्डकीका 7वटा सहायक नदीहरू क्रमशः पूर्वदेखि पश्चिम चाहिँ कुन कुन नदीहरू पर्छन् त भनेर फर्मुला वाइज चाहिँ भन्न गइरहेको छु। हजुरहरू ध्यानपूर्वक चाहिँ हेर्नु होला। यसको चाहिँ फर्मुला यस प्रकार रहेको छ। ट्री बुध म मा से का। इसको फर्मुला यस प्रकार रहेको छ। त्रिबुध म मा से का। ट्री भनेको त्रिशुली, बु भनेको बुढी गण्डकी, द भनेको दरौदी, म भनेको मर्स्याङ्दी, मा भनेको मादी, से भनेको सेती र का भनेको काली गण्डकी। यी 7वटा नदीहरू यस प्रकार रहेका छन्। ट्री भनेको त्रिशुली, जुन सबैभन्दा सानो सहायक नदीका रूपमा पनि चिनिन्छ सप्त गण्डकीको। बुढी गण्डकी हाम्रो चाहिँ दरौदी रहेको छ, मर्स्याङ्दी, मादी, सेती र काली गण्डकी। काली गण्डकी चाहिँ सप्तकोशीको सबैभन्दा ठुलो नदीका रूपमा चिनिन्छ। भने सप्त गण्डकी हाम्रो नारायणगढ पुगिसकेपछि यसलाई नारायणी भनेर चिनिन्छ र यो नेपालको सबैभन्दा गहिरो नदीको रूपमा पनि चिनिन्छ।